नमस्कार साथीहरु, तपाईलाई स्वागत छ मेरो नयाँ भिडियोमा। सो तपाईहरुको लागि चाहिँ मैले एकदमै मिठो सन्देश लिएर आएको छु। अन्तिमसम्म स्क्रल नगरिकन हेर्नु होला। सो आजको टपिक रहेको छ मान्छेले के सोच्छन् मेरो बारेमा भन्ने विषयमा। सो हामी धेरै जना व्यक्तिहरु यही कुरामा एकदमै चिन्तित भएर आफ्नो समय, आफ्नो एनर्जी, आफ्नो कन्फिडेन्स हर कुरालाई चाहिँ डाउन गरेर बसिरहेको हुन्छन्। तर वास्तवमा भन्नु पर्दै गर्दा मान्छेले के सोच्छ त्यो हामीलाई थाहा हुँदैन र मैले के सोच्छु त्यो मान्छेलाई पनि थाहा हुँदैन। त्यसले तपाईले गर्दै गरेको स्ट्रगल देख्दैन, मान्छेले देख्ने भनेको रिजल्ट मात्र। एउटा कुरा यसो सोच्नुस्, तपाईले चाहिँ कस्तो व्यक्ति मन पराउनुहुन्छ? बन्दै गरेको घरलाई मन पराउनुहुन्छ या बनिसकेको घरलाई? सो तपाईमा पनि त्यही किसिमको दृष्टिकोण छ भने अगाडिको मान्छेमा पनि हुनु स्वाभाविक नै छ। सो अरूले के सोच्छ भनेर सोच्नु भन्दा पहिला मैले चाहिँ अब अरूको बारेमा राम्रो सोच्न थाले भने मेरो पनि राम्रो हुन्छ भनेर सोच्न जरुरी छ। मान्छेले तपाईको बारेमा केही न केही भन्छन् नै भन्छन्। तपाई राम्रो गर्नुस्, तपाईलाई एकदमै मेहनती भन्छन्। तपाई नराम्रो गर्नुस्, तपाईलाई चाहिँ एकदमै लफंगा भनेर चाहिँ आफ्नो दृष्टिकोणले चाहिँ तपाईलाई हेर्ने गर्छन्। एउटा उदाहरणको लागि एकजना व्यक्तिको कपाल लामो थियो र ऊ एक्जाममा पास भयो र त्यो व्यक्तिलाई चाहिँ अब मान्छेको हेर्ने नजर वा कति मेहनती रहेछ, कपाल काट्ने फुर्सद पनि छैन उसलाई भनेर मान्छेले त्यसरी हेर्छन् र तपाई फेल हुनुस्, छ्या कस्तो कपाल लामो बनाएर हिँडेको भनेर चाहिँ मान्छेले त्यसरी तपाईलाई हेर्ने गर्छन्। सो पहिला म पनि तपाईहरु जसरी नै सबैजनालाई खुसी पार्नुपर्छ भनेर सोच्थे, तर बीचमा आएर म थाके। किन भन्दा मान्छे जन्मेकै तपाईको गल्ती देखाउन हो। सो तपाईले तपाईको गल्तीलाई चिनेर त्यो गल्तीलाई चाहिँ स्वीकारेर त्यो गल्तीलाई नदोहोऱ्याइकन अगाडि बढ्नुहुन्छ भने आज तपाईलाई गाली गर्ने, आज तपाईलाई नराम्रो भन्ने, तपाईको खुट्टा तान्ने व्यक्तिहरु पछि तपाईकै पीठ पछाडी या अगाडि आएर ताली बजाउँछन्। र म पनि पावर अफ वर्ड्समा बिलिभ गर्छु। आज तपाईले दुनियाँलाई नराम्रो भने पनि, आज तपाईले अरूले नराम्रो भने पनि आफ्नो बारेमा, आफ्नो फिलिङ्समा, आफ्नो सोचमा चाहिँ तपाईले विश्वास गर्नु पर्यो र तपाईको बारेमा तपाईले कहिले पनि गलत सोच्नु चाहिँ भएन। आज तपाई मात्र यो लडाईमा हुनुहुन्न, आज यो लडाई हर जनाले लड्दैछ। सबैजनाको लाइफमा यो च्यालेन्जेस आउँदैछ। जति पनि अहिले सक्सेसफुल पर्सनहरु छन्, के उहाँहरुलाई चाहिँ यो समस्या थिएन होला? के उहाँहरुलाई चाहिँ मान्छेले ताली बजाएर त अभियसली पनि स्वागत गरेको थिएन होला सुरुवाती समयमा? सो तपाई पनि त्यही फेजमा हुनुहुन्छ जुन फेजमा रोनाल्डो, मेसी, एसियाको रिचेस्ट पर्सन मुकेश अम्बानीदेखि लिएर मलाई लाग्ने युगको बेस्ट लिडर, इन्स्पिरेसन, आइडल हाम्रो अर्जुन नायक छेत्री सरकोमा पनि यो च्यालेन्जेसहरु आएको थियो र उहाँ पार गरेर आज एउटा राम्रो लाइफ जिउँदै हुनुहुन्छ। सो तपाई पनि उहाँको जस्तो तपाई पनि एउटा सक्सेसफुल पर्सनको लाइफ जिउन चाहनुहुन्छ भने आजबाट यो कुराहरुलाई इग्नोर गर्न सुरु गर्नुस्। तपाईको जीवनमा पनि त्यो उज्यालो किरण आउँछ नै आउँछ। धन्यवाद।